नेपालको इतिहासकै सबैभन्दा कहाली लाग्दो र मुटु कमाउने घटना नारायण हिटी दरबार हत्याकाण्ड। आजको यस विश्लेषणमा हामी यही घटनाको गहिराईमा पुग्ने प्रयास गर्दैछौं। यो कुनै साधारण ऐतिहासिक घटना मात्रै होइन नि, यो त आज यतिका वर्ष बितिसक्दा पनि अनगिन्ती प्रश्नहरू उब्जाइरहने एउटा यस्तो अध्याय हो जसले अझै पनि धेरैलाई चकित पार्छ। हुन त यो राष्ट्रले भोगेको एउटा अकल्पनीय वियोग हो, तर सँगसँगै यो अनवरत रहस्यले घेरिएको एउटा निकै जटिल विषय पनि हो। आज हामी उपलब्ध तथ्यहरू, तत्कालीन सरकारी छानबिन समितिका निष्कर्षहरू र आजसम्म पनि अनुत्तरित रहेका ती पेचिला प्रश्नहरूलाई एकदमै तटस्थ रूपमा हेर्नेछौँ। स्रोत सामग्रीमा जे उल्लेख छ, ठ्याक्कै त्यही कुरालाई मात्र यहाँ प्रस्तुत गरिनेछ। त्यसो भए आउनुहोस् सिधा विषयवस्तुमै प्रवेश गरौँ। जेठ 19, 2058। यो मिति सुन्ने बित्तिकै धेरैको मन अझै पनि झस्किन्छ। तर त्यो कालो रात आखिर त्यहाँ साँच्चै के भएको थियो त? आउनुहोस् घटनाक्रमलाई एकपटक सरसर्ती हेरौँ। दृश्य यस्तो थियो। स्थान काठमाडौँको मुटुमा रहेको अति सुरक्षित नारायण हिटी राजदरबार। र घटना थियो हरेक शुक्रबार जस्तै हुने एउटा नितान्त पारिवारिक जमघट। यो कुनै ठूलो सार्वजनिक समारोह वा औपचारिक भेला थिएन। शाही परिवारका सदस्यहरू मात्र उपस्थित भएको एउटा सामान्य निजी जमघट थियो। तर त्यही शान्त र रमाइलो पारिवारिक वातावरणको बीचमा अचानक कसैले कल्पना समेत नगरेको तरिकाले गोली चल्न थाल्यो। त्यो रातको परिणाम कति भयावह थियो भने सिङ्गो देशले एकैपटक आफ्ना राष्ट्रप्रमुख राजा वीरेन्द्र वीरविक्रम शाह, रानी ऐश्वर्या, युवराज दिपेन्द्र सहित शाही परिवारका अन्य धेरै विशिष्ट सदस्यहरूलाई गुमाउन पुग्यो। यति धेरै क्षति, यो साँच्चै नै देशको लागि एउटा अपूरणीय र अकल्पनीय वियोग थियो। एउटै रातमा देशको नेतृत्व र एउटा सिङ्गो परिवार नै नामै ठुनु भनेको जो कोहीलाई पनि सुन्दा कहाली लाग्ने कुरा हो। अब यति ठूलो क्षति भइसकेपछि उठ्ने सबैभन्दा ठूलो र भनौँ सबैभन्दा स्वाभाविक प्रश्न त एउटै हुन्छ। त्यति कडा सुरक्षा व्यवस्था भएको राजदरबारभित्र जहाँ परिन्दाले पनि पखेटा मार्न सक्दैन भनिन्थ्यो, त्यहाँ आखिर गोली कसले चलायो त? यसको जवाफमा तत्कालीन आधिकारिक सरकारी छानबिन समितिले एउटा अत्यन्तै आश्चर्यजनक निष्कर्ष निकाल्यो। प्रतिवेदनले स्पष्ट रूपमा भन्यो, युवराज दिपेन्द्रले नै त्यो गोली चलाएका थिए। राज्यले स्थापित गरेको र रेकर्डमा रहेको आधिकारिक तथ्य यही नै हो कि त्यस भयानक घटनाको मुख्य जिम्मेवार उनै तत्कालीन युवराज थिए। अब यो घटनाक्रमलाई एकपटक गहिरिएर हेरौँ। यो आफैमा कति अकल्पनीय छ। जेठ 19 गते राति गोलीकाण्ड हुन्छ। लगत्तै गम्भीर घाइते अवस्थामा रहेका दिपेन्द्र कोमामा अस्पताल भर्ना हुन्छन् र सबैभन्दा अचम्मको कुरा, कोमामै रहेर पूर्ण रूपमा अचेत अवस्थामा भएकै बेला उनलाई देशको नयाँ राजा घोषणा गरिन्छ। तर फेरि त्यसको केही दिन